भाइ मोबाइलबाट लाइभ गर्न पाउँदैन राष्ट्रपतिज्यूहरू, पूर्व उपराष्ट्रपतिज्यूहरू, पूर्व प्रधानमन्त्रीज्यूहरू, मन्त्री परिषदका पूर्व अध्यक्षज्यू, बागमती प्रदेश प्रमुखज्यू, नेपाल सरकारका माननीय मन्त्रीज्यूहरू, प्रदेश सरकारका माननीय मुख्यमन्त्रीज्यूहरू, माननीय प्रदेश प्रमुखज्यूहरू, मिडियाको घर भन्नु त्यो हो, अब त्यहाँबाट बनाउनु पर्ने हो। अलि पछाडि आउनु न थोरै। Sata
संविधानको धारा 80 बमोजिम आज यस समारोहमा सम्माननीय राष्ट्रपतिज्यू समक्ष नवनियुक्त सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूले प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ। यस कार्यक्रमका लागि आयोजित यस समारोहमा राष्ट्रपतिको कार्यालयको आमन्त्रणलाई स्वीकार गरी उपस्थित हुनुभएका सम्पूर्ण विशिष्ट महानुभावहरूमा म हार्दिक स्वागत गर्न चाहन्छु। अब म सम्माननीय राष्ट्रपतिज्यू समक्ष प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिन नवनियुक्त सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूलाई सादर अनुरोध गर्दछु। नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दै ईश्वर देश र जनताको नाममा शपथ लिन्छु कि प्रधानमन्त्री पदको जिम्मेवारी प्रचलित कानुनको पालना गरी मुलुक र जनताको भलो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना गरी ईमानदारीका साथ गर्नेछु र आफ्नो कर्तव्य पालनाको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानुनको पालना गर्दा बाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा सङ्केत गर्ने छैन। नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई राष्ट्रपतिको कार्यालयको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ। नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दै ईश्वर देश र जनताको नाममा शपथ लिन्छु कि मन्त्री पदको जिम्मेवारी प्रचलित कानुनको पालना गरी मुलुक र जनताको भलो चिताई कसैको डर नमानी पक्षपात नगरी
पूर्वाग्रह वा खराब भावना नलिई पूर्वाग्रह वा खराब भावना नलिई ईमानदारीका साथ ग्रहण गर्नेछु ईमानदारीका साथ ग्रहण गर्नेछु र आफ्नो कर्तव्य पालनाको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानुनको पालना गर्दा बाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा सङ्केत गर्ने छैन राष्ट्रपति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह गाएका पात्रहरू बधाई ज्ञापन गर्नका लागि स्टेजमा जाने सबैजना मलाई यो लाइनमा बसिरहेको सेकेन्ड वेकको फोनिङ बाउन्ड हो मिथिला चित्र अर्थमन्त्री हामी सबैजना मिलेर यो देशमा गर्नुपर्छ हामी सबै खुसी छौँ है सिपिजी के भन्छ उहाँलाई शुभकामना व्यक्त गर्छु गृहलाई लिएर कस्तो के छ तपाईँको विशेष के भन्नुहुन्छ नि मन्त्रालयमा गएर बोलाउँला है केही छ जनतालाई होइन एकदम यो जनतालाई पहिला सम्बोधन के मेसेज दिनुहुन्छ जनतालाई एउटा कुरा के छ भने यो जुन दरबारमा राजालाई शिरपेज लगाएर राजदरबार राखु बालेन शाहले सिंह दरबार चलाउनु पर्छ भन्ने हो अब राजा आउँदैछ त अब राजा बिना यो देश प्रबन्धी अवस्थामा छ यति भन्दै यो राष्ट्रको लागि बालेन शाहलाई हामी जति बेला पनि बालेन शाहको कार्यकाल राम्रो मधेसी पहाडी सबैलाई नेपालको नाम मधेसको नाम वर्ल्डमा रेकर्ड होस् इतिहास लेखाओस् भन्ने हामीहरूको कामना छ उहाँको कार्यकाल सफल होस् राम्रो होस् नेपालको विकास होस् नेपाली जनताको निकास होस् यो भन्दै शिक्षा र स्वास्थ्यमा सबैको समानजनक व्यवहार होस् भनेर हिजो जस्तो काखा पाखा नहोस् पार्टी जाति नहोस् नेपाल र नेपालीको एकीकरण होस् भनेर मेरो कामना छ